यो कथा एक यस्तो प्रेमको हो जुन वर्षौंदेखि मनभित्र दबिएको थियो। सोम युबाईले सानै उमेरदेखि वान युलाई मन पराउँथे, तर आफ्नो भावना कहिले प्रकट गरेनन्। जब उनीहरू बीचको सम्बन्धले नयाँ मोड लियो, सोमको वर्षौंदेखिको दबाएको प्रेम ज्वालामुखी झैं फुट्यो। उनले वान युलाई आफ्नो अंगालोमा बाँधे, तर वान युले पनि हार मानिनन्। उनले आफूले जानेका कुराहरू प्रयोग गर्दै सोङलाई अचम्ममा पारिन्। त्यो रात उनीहरूले एउटा यस्तो सुखद र चरम आनन्दको अनुभव गरे जुन उनीहरूले पहिले कहिले महसुस गरेका थिएनन्। चाहे त्यो बन्द कोठा होस् वा सुनसान कार्यालय, उनीहरू एकअर्काको प्रेममा पूर्ण रूपमा डुबे। तर त्यो रातको उन्माद जति गहिरो थियो, भोलिपल्टको पछुतो उति नै ठूलो भयो। वान युको त अर्कै व्यक्तिसँग मगनी भइसकेको थियो। उनले यो घटनालाई एउटा बिर्सन लायक छेडभरको सम्बन्ध मानेर बिर्सन खोजिन्। उनले सोम युबाईसँग बिन्ती गरिन् कि यो कुरा यही सकियोस्। तर सोमको मन त पत्थर जस्तै कडा भइसकेको थियो। उनी वान युलाई छोड्न तयार थिएनन्। वान यी त्यहाँबाट निस्केर आफ्नो गाडीमा गइन्, तर उनको दिमागमा सोङकै दृश्यहरू नाचिरहे। अचम्म त तब भयो जब अर्को पल सोङ उनकै गाडीको झ्यालमा देखा परे। नियतिले उनीहरूलाई फेरि अर्को कठिन मोडमा पुर्यायो। वान युको परिवार सङ्कटमा थियो र बुबालाई बचाउन उनीसँग एउटै मात्र विकल्प थियो, आफूभन्दा 30 वर्ष जेठो धनी वृद्धसँग विवाह गर्नु। जब घरमा सबैजना यो विवाहको छलफल गरिरहेका थिए, सोम युबाई अचानक त्यहाँ आइपुगे। उनले निर्धक्कसँग वान युको छेउमा बसेर सबैलाई चुनौती दिए। उनले कसैको डर नमानी वान युलाई एउटा प्रस्ताव राखे, मसँग विवाह गर। वान युले सोच्दै नसोची हुन्छ भनिन्। उनलाई थाहा थिएन कि सोङले यो दिनको लागि वर्षौंदेखि योजना बुनिरहेका थिए। उनीहरूले विवाह गरे र हातमा रातो विवाह दर्ताको प्रमाणपत्र लिएर आफ्नो घर फर्किए। वान यी आफ्नो बदलिएको पहिचान र सम्बन्धको बारेमा सोचिरहेकी थिइन्, तर उनलाई के थाहा कि एउटा यस्तो खबर उनलाई पर्खिरहेको छ जसले उनको संसार नै उल्टाइदिनेछ। सोङले फोन गरेर भने, म तिमीलाई लिन आउँदैछु। अब वान युको जीवनमा कुन नयाँ रहस्य खुल्ने हो? के उनी आफ्नो नयाँ सम्बन्धलाई स्वीकार गर्न सक्लिन्?